यतै कता सिधै सिधै जानु दायाँ बायाँ नलागी भन्थ्यो ए है साथी यता त बाटै बाटो छ त अनि कहाँ जाने होला सिधै त्यहाँ ल मनमा परिसक्यो सोध्नु न सोध्नु ब्रदर यो ढ्यापडाम जाने बाटो कुन हो यही हो हो कस्तो छ यार ल लास खराब छ रे पानी पर्छ होला है यता होला इजु इजु यो चाहिँ पालेवनको हाम्रो गाउँको पालेवनको बाटो जस्तो भयो है चिसो हावा जाडो चाहिँ भएको छैन मजा फिल चाहिँ चिसो आइरहेको छ अहिले तँलाई कहाँ जाडो हुन्छ त फर्किने बेला थुर 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 पछाडि बसेर काम छ जस्तो कस्तो जाडो मात्रै हिँड्यो बिहानको 4 बजीको जाडोमा वाउ पाटन थियो क्या हो यार यो हो त ओइ ल ल ल वाह हेर्न अनि यसरी आएर बस्यो नि त अनि यसरी बस्ने हो नि दाइहरू लड्यो भने कन्टेन्ट त बन्दै मान्छे मार्न अघिला त बिस्तारै चिप्ले लाग्यो के भयो के भयो भने तपाईँले दाइ लागेन तानेन अरे हौ ताने पुरा छोडिदिनु त पुरा भन्दाले त्यो हातबाट होइन अलिकति समातेर राख्नु न अलिकति अब गेर हान्दाखेरि झाप होस् न हामीले हालत यस्तो त अरूलाई के भन्नु काउ गाली राख्नु होइन न दाइ गएर फर्काइदिनु त तान्नु न तपाईँ पछाडिबाट तान्नु कहाँ चढाउनु लाग्यो इन्सुरेन्स भइसक्यो ठ्याक्कै ल ल ल यताबाट यता ल्याउनु खाल्टोमा पर्ला नि फेरि बस डेन्जर खराब छ रे बाटो चाहिँ बाटो अलिक खत्तमै छ रे यस्तो छ बाटो अहिले भरे यसमा चाहिँ गाँड फाट्छ है हाम्रो दाइको यता त बाक्नै आउँछ नि हो बाघाउँछ कसम अनि हामीसँग त के हतियार छैन अनि 4 जना भयो म चाहिँ एउटा बाइक 4 जनाले एउटा बाघलाई पनि नसक्ला र भने के भयो चिप्लेको आउन सक्छ यहाँनिर रोकेर म भिडियो बनाउँछु है बाटो खत्तम छ त अलि यताबाट यहाँबाट हाल्नु पर्दैन कहाँ अनि भित्रतिर लिएर आएको त नि तान्छ
क्लच चाहिँ नछोडेर बटार्छ अनि कहाँबाट तान्छ त अनि गाडीले खै छोड्नु यार दा यार खै छोड्नु म बिच तान्नु तपाईँले अति छोड्नु छोड्नु म कटाइदिन्छु यहाँनिर यति कटाउनु त सक्छ क्या के गर्ने क्लच चाहिँ के छोडिदिने पुरा त्यस्तो होइन क्या म यहाँनिर कटाइदिन्छु चिप्लो छ अति मैले त लडेँ यहाँनिर उ त्यहाँ गयो छिरे बाइक आफूले त लुगा रहेछ मैले लुगा छैन मेरो हेर्नु न यहाँबाट गएको हो नि त यहाँबाट गएर ठ्याक्कै त्यहाँनिर उ त्यो फस्यो हो क्या त्यहाँनिर खाल्टोमा खै छोड्नु त छोड्नु त एकछिन के भयो भने के भएन अन्डाको म यहाँनिर अलग्गै यस्तो दुईवटा होल बनाउनु पर्ने आवाज आउँछ के हो तातेन त इन्जिन अनि छोड्नु पर्दैन दुकानमा ल अब चाहिँ हामीले अगाडि रेस्ट गर्नुपर्छ है अब चाहिँ अगाडि एक ठाउँमा 10-15 मिनट बसेर जानुपर्छ धेरै टाढा त छैन फेरि होइन डाइरेक्ट जाम धेरै टाढा छैन 5 पसल त हुन्छ नि 5 किलोमिटर चाहिँ धेरै टाढा छैन गइदिइहालौँ फर्किनुपर्छ हमारा बाइक बस यस्तोमा अनि त्यो अघि भने होइन त अनि अफरोड मोडमा हाल्नु न अनि पावर दिन्छ भने त्यत्रो अघि अनि खोइ त तपाईँको दिमाग कुन हो अरे यो खै तेल धेरै खान्छ पावर दिन्छ नि त अनि यस्तोमा बना त चाहिँ बना भिडियो बना ल जम बना कन्टेन्ट बना है नयाँ कन्टेन्ट बाघ आउँछ अरे नि त यहाँ त बाघ आउँछ अरे नि त नि यहाँ त बाघ आयो बाघलाई भगाइदिनु बाघलाई भाग्नु 5 बजे कुम्भी कहाँ पो देखाएको थियो कि गाडीमा यहाँ नै आउँदाखेरि यस्तो जङ्गल चाहिँ आउँदैन होला सोध्नु त्यहाँ अनि न कोही हिँड्ने बाटो हिँडेर आयो भने त म काँचै खाइदिएला नि होइन म 4-5 दुईटा बाघसम्म भयो नि पेल दिन्छ मजाले हामीले एक्लै भयो भने त सकिँदैन दुईजना भयो भने चाहिँ एउटा बाइकलाई चाहिँ मजाले ढालिन्छ अब मलाई हेर यस्तो रोडमा न बाइक कुदाएर भाग्न सकिन्छ न दौडेर भाग्न सकिन्छ बाघ जति कि त मर्नु पर्यो कि त मार्नु पर्यो होइन अब भाग्नु खोज्यो भने नि अब बाइक हेर जसरी नि बाघ भने बाघ भनेको बाघै हो क्या अब यस्तो रोडमा अनि मलाई जङ्गलको बाघ अरे क्या अनि जङ्गलको त बाघ अनि यस्तो रोडमा हामीले जति गाडी कुदाए पनि भगाए पनि बाटो यस्तो छ एक फर्स्ट अर्को कुरा यस्तो मोड छ अनि मलाई जहाँ लड्छ पनि भेट्छ क्या जसरी पनि त्यही भएर कि त मर्ने कि त मर्ने कि त बालीगुराँस फुल फुल्यो बनैमा मेरो माया तिम्रो मनैमा भनेर गीत निकाल्नु पर्ला जस्तो सोचिरहेको छु मैले तर तल नि बाइक रहेछ होइन तर हामी जाने त यता होला है गेटिङ आएको जस्तो छ मान्छेहरू हाम्रो बाइक त यसरी चिप्लिरहेछ यार झन् नयाँ राइट
पछाडि आउँदैछ है पछाडि छैन किराय मालतिर 5 बजेको ट्रेकिङ अनि यता हुन्छ डेटिङ खोला नाला इन्सुरेन्स भइसक्यो पहिल्यै जोडिदियो अब नि आता यो जुत्ता गयो खोला कैसा भयो हेर्न उडाएर लिएर है अब चाहिँ कटाउँछ ल यो चाहिँ मजाले कटाउँछ ओहो नारा बाटो चाहिँ डेन्जर रहेछ है यो बाटो डेन्जर छ गाडी आउँछ हो यो बाटो कसरी आउँछ यार हुन त बुलेरो हो बुलेरो खास बनेकै यस्तै बाटोको लागि हो हाम्रो नि क्रस फायर भइदा अनि 125 मा त चलपहल दिइरहेको अनि हाम्रो नि क्रस फायर भयो भने त अनि हामी पनि चलपहल दिने हो लड्छ है लड्छ कहाँ हरायो पछाडि तिनीहरूभन्दा अगाडि पट्नुपर्छ यार नत्र बेच धान्छ अहिले चिप्ल्या है अहिले भिडियो बनाउनु पर्छ अगाडि गएर ल हामी चाहिँ यहाँनिर बस्यौँ हाम्रो कन्टेन्ट आउँदैछ जा त के भयो हेर त आवाज त आयो बाइकको भिटा हाल्न सक्ने भिटा लिएर आऊ यो भिता 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 पढ्नु छोड्नु धगाल्नु त खुट्टा टेक न यतापट्टि लागे छैन ए तल लागे हा पढ्नु अब जान्छ के त खै छोड्नु त क्लच छोड्नु न क्लचै छोड्दैन अनि तान्दैन भन्छ खै छोड्नु त टेक्यो तपाईँले तल टेक्यो खै छोड्नु भने तर ल्याएर त म निकाल्ने ल एकछिन ड्यामभित्र हाल्नुपर्छ र काटका धुनुपर्छ अहिले तातो त हाल्नु हुँदैन नि तात्तै खाउँ तात्तै लाउँ गऱ्यो भने त अनि साँच्चीकै हाल्नु भने क्या डेन्जर भएको छ क्या तात्तिर एक त तपाईँले मलाई क्लचै छोड्दैन रहेछ अनि ताने छोडिदिने हो पुला भन्नाले यसरी मलाई अलिक ताने हुन्छ नि तपाईँको यत्तिकै थियो अघि क्लच म क्लचै छोड्दैन अनि फेरि छोड्छ फेरि भ्ल्याटर छोड्छ अनि इन्जिन अफ भइहाल्छ नि अफ होइन नतानेर अफ हुने हो कि निकै सास फेर्नु भयो त बाइकै काँधमा हालेर आएको जस्तो बाइकमाथि चढेर आएर अन्डा जितेर यहाँ कस्तो हुँदा थाहा नै सास फेर्न अप्ठ्यारो हुँदा थाहा नै मेरो स्वयम्भू बसपारबाट स्वयम्भू जाँदा चाहिँ भएको छ त्यस्तो होइन कसरी बस्नु भन्नु
मर्ने भयो त आज त गाड मर्ने भयो लिचिक 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 डिजे हान्यो भने त पर्दा भइरहेको छ फेरि यो उकालोमा नि हुन्छ है यो उकालोमा नि हुन्छ है मेरै हुन्छ यो उकालोमा हामी फेरि बस्छौँ यता लुगाको हालत बाइकको हालत त झन् कस्तो भएको छ तल चाहिँ खोला छ है तल चाहिँ खोला छ ओइ चढ्छ ल ल ल जाउँ बस है ल बुझ्दै भिडियो बनाऊ त भिडियो बनाऊ एड गरेर हाल्नुपर्छ पाँच बजेको मिरी ओ माइरा लाग्यो र होइन हिलोमा इन्सुरेन्स भएको छ यहाँ ऊ भइदियो कि यहाँ लाग्थ्यो क्या मलाई कहाँ यहाँ ल्याइदियो भने अलग्गै हुन्थ्यो कहाँ यहाँ सेम कलरमा त अलिकति तान्नु त अयो ब्रेक हान्नु ल खुट्टै मुजी नदेख्दिन क्या तल सानो बिस्तारै बिस्तारै उडा 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 हुन्छ
म लड्दा त लडिनँ नि होइन लड्दा त भिडियो बनाउनु पर्यो नि त यार भिडियो बनाउनु बाइक बनाउनु त्यहाँ ड्यामभित्र हाल्नै पर्ने हुन्छ यो गाडी होइन वासिङमा दिने हो दाइ यहाँनिर जाउँ कटाडा हेर्दा अब आइसक्यो हिँड्नु न